सो फाइनली हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आइम तपाईँहरू सबैजना सन्चै हुन्छ होला अनि म पनि एकदम सन्चै छु, आरामै छु होइन। अब यस्तै घुम्दै फिर्दै आइएको होइन। अनि त सब केटाहरू फेरि गइरहेका छन् घरतिर, म मात्रै लास्टमा पछि छु, एक्लै जानु लाग्छ घरतिर। के भन्दा त्यही हो, संसारी कोही दिनलाई हुन्छन् रमाइलो होइन। त्यस्तै अनि संसारी गइहाल्छन् त्यही हो। अनि यहाँ त्यहाँ पारितिर चाहिँ गाडी चलाउँछन् मस्त लगाएर होइन। यो म जाने बाटो चाहिँ यही हो। अनि यहाँ तल चाहिँ फेरि मिसिन लगाइरहेको छ होइन। हाम्रो यसो बाटो हल्का ठुलो बनाउनु गरे यहाँ दिल्ली गएर यहाँ पाइला हाल्दा छ स्त्री। के गर्नु अब अनि त्यही भएर पुरै हेर्नु यहाँ पुरै बारे गऱ्यो डोक्सियो कुराहरू पुरै घाँस दौरो हुनेछ। त्यो सानो चाहिँ चराउने चरन ठाउँ हो टक्क लगाएर होइन। मेरो सङ्गलाई फेरि अर्को बाहिर छोड्दैछ केटीको लागि कस्तो केटीको लागि आफ्नो ज्यान चाहिँ केटी भन्न त आफ्नो अब त्यो आमा बुवा ठुलो हुन्छ नि होइन। अब त्यो केटीको लागि जाने खानुपर्छ भन्ने होइन। हुन त म पनि अब एक जग्गा त्यस्तो मान्छे हो होइन। माया त लाग्छ लाग्छ तर होइन अब पाउन सकिन्न। अब सानोमा रोएर सबै कुरा पाइन्छ होइन। जब ठुलो भयो चाहिँ ठुलो भइसकेपछि रोएर त यति एउटा चक्लेट चाहिँ लागेको यहाँ उपाएर लागेछ। यहाँ लागेको त भइगयो लगभग हिजोदेखि लागेको 2 दिन भइगयो कन्टिन्यू। त्यही पनि अझ सकेको छैन, लागिरहेछ ढ्यापेर गराएर होइन। खोला छ होइन, देख्न सक्नुहुन्छ तपाईँहरूले। तर होइन समयले भइरहेको हुनुपर्छ, पर्खाइको फल मिठो हुन्छ। दामी बनिएको छ कि देख्ने यहाँ तल रुख यहाँनिर बिचमा बाटो यस्तो माथि गेट बनिएको छ कि दामी बनिएको छ। राम्रो बनिएको छ।
यो चिसो भएर अब आजकल चिसो टाइम हो नि त अनि चिसो भएर पुरै घाँटी दुखेर कस्तो भइरहेछ घाँटी दुखेर केही खानुको मन छैन अनि यस्तो भइरहेछ घाँटी दुखेर अनि झन् त्यही माथि झन् चिसो चिज खाइरहेको छ होइन त्यही लास आएर घाँटी दुखेको छ तिम्रो घर जान्नौ घर जान्नु तिम्रो के गरेर लाग्यो त्यहाँ ल आजलाई भला केही अन्त्य गर्न चाहन्छु भिडियोले मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु हवस् त जय नेपाल।